हेलो गाइज, अहिले चाहिँ म जङ्गलमा छु हो, म र आपा। अन्त आपाले चाहिँ मलाई खुकुरी ल्याएर आउनु भन्यो नि त। अन्त चाहिँ मैले खुकुरी ल्याइकन आएको घरबाट होइन। अन्त आपाले चाहिँ फेरि यहाँनिर चाहिँ साँप देखेछ हो। अन्त म चाहिँ साँप चाहिँ तर पुरा रहेछ, म कस्तो जिरिङ्गै भयो होइन। त्यो देख्दा त भिडियो नगरौँ भनेको कि फेरि आपाले गर नगर भन्दै भन्नुभयो। अन्त चाहिँ म गरेको। सो अब चाहिँ म तपाईँहरूलाई देखाउँछु है त, कति बेसी रहेछ साँप चाहिँ। हेर्नुहोस् ल, म देखाउँछु है त। अब यहाँनिर छ साँप चाहिँ, हामी चाहिँ यहाँ माथि छ हो। हेर्नुहोस् त साँप चाहिँ अब कति बेसी, हेर्नुहोस् त एक थाकै छ नि, एक थाकै रहेछ। एक थाकै छ। यो के भन्छ, यो टिनले चाहिँ छोपिरहेको रहेछ अरे होइन। अन्त यो आपाले चाहिँ यो टिन चाहिँ पल्टायो अरे नि त। आपा चाहिँ यताबाट आउनु भएको रहेछ हो। यताबाट आउँदाखेरि चाहिँ अन्त यो टिन बाटोमै भएर चाहिँ त्यहाँदेखि टिन हटाउनु भएको रहेछ। अन्त चाहिँ भरे चाहिँ साँप रहेछ यहाँनिर चाहिँ। हेर्नुहोस् त, यो कति बेसी साँप चाहिँ, डरै लाग्दो। 10-12 वटा होला हौ, बेसी होला नि, बेसी छ होला। एक थाकै छ मुनि गहिरो। अन्त कस्तो जिरिङ्गै भएको नि। म त झन् अघि उफ्पर पुगेको। कस्तो डरलाग्दो हेर्नुहोस् त। झन् यो आधी घन्टा जस्तो भयो, चलमल्ल गरेको छैन। अघि त चल्दै थियो त, मैले चल्दैछ हेर्दाखेरि घरिघरि चल्थ्यो। होइन ओत्रा बसे जस्तो लाग्यो। एउटै साँप हो होला, होइन कहाँ हो, थुप्रो छ नि, बच्चा छ अन्त पुरा। कति बेसी अन्त हेर्नु त, एक थाकै छ नि। रहेछ डरै लाग्दो साँप। कोले चाहिँ होइन यसरी बसेको चाहिँ साँप देखेको हो। मैले चाहिँ अहिले देखेको थिइनँ, आज यो फर्स्ट टाइम देखेको यो साँप चाहिँ। हेर्नुहोस् न, अब जिरिङ हुँदैछ मलाई त। कस्तो अन्त यतातिर पनि हुँदो रहेछ यसरी है बसेको। यस्तो त कहिले देखेको थिएन त थिएन थाहा। यो चाहिँ अन्त म त आजै हो देखेको, यस्तो डरलाग्दो एक थाकै छ त। रहेछ। अस्ति त्यो गाई चेप्टाको दिन चाहिँ सडक खनेको चाहिँ यही हो। यहाँनिर यो चाहिँ हो, यता उँधो निकालेछ, चल्दैछ। अब तात्तिँदै गयो होला नि त। तातिँदै गयो होला। अब यो यहाँतिर म घाँस काट्नुपर्छ नि, कता कता गयो भने यहाँ यस्तो छरिन्छ होला। अस्ति म यो काटेँ यतै, यो धुप्पी त ढालेछ त। ऊ माथि ऊ बिजुलीको तारमा पर्यो। ए यो साँप चाहिँ के गर्छ अब? अब त्यो अब के गर्नु, त्यो ढकनी लगाइदिनु पर्थ्यो। तपाईँ हो त खोल्ने। मलाई के थाहा त्योभित्र छ भनेर चाहिँ। अब लामो सिटा भए पनि हुन्थ्यो नि। अहिले चाहिँ होइन, बिहानखेरि चाहिँ पुरा पानी आएको थियो नि त। अहिले चाहिँ अन्त यतिको भइरहेछ दिनहरू चाहिँ। आजको वेदर चाहिँ घाम लाग्ला जस्तो भइरहेछ अहिले चाहिँ। तर यो साँप देखेर चाहिँ, तर म चाहिँ पुरा डर लाग्यो मलाई चाहिँ। हेर्नुहोस् त कस्तो डरलाग्दो छ। ओथ्रा बसेको चाहिँ कसरी चाहिँ यस्तो हुन्छ नि फेरि? हुनु त अब ओथ्रा बसेको त दिएछ त्यो त। अब ठुलो पो हुन्छ त होइन, यो त यत्रो पो छ त। कहाँभित्र ठुलो छ नि हौ, अन्त बाहिरै छ त योहरू त। अब अलिक छोपेको होला नि, यस्तो घुमेको होला। हेर्नु टाउको जस्तै अब नि, हेर्नु त यही क्यामेरामा यो दुइटा हो। टाउको भित्र हालेको छ। अन्त यसरी हिँड्दाखेरि त के मोडेको होइन के? कहाँ हो यत्रो चलिरहेछ। अब तातिँदै गएपछि निक्लिँदै जान्छ। तँ हिँडिहाल अब यतापट्टि, तँ यसो जा, यसो गइहाल्छ तँ। रोडबाट जाँदिनँ म, यताबाट जान्छु। रोड जा। अहिले यो सर आयो भने तँलाई उहीँ भेट्छ। कहाँ भेट्छ? लु जा
बिस्तारै जा तँ डर लाग्यो नि त जानु हँ? डर लाग्यो जाला म हेर्छु जाला उभि ऊ चल्यो अब देख्यो लु जा गइहाल त्यो यताबाट जा त रोटे अब त्यो यताबाट नजा तँबाट नजा भने ऊ आउँछ फेरि यो ऊ चल्दैछ छिराइज हेर्न एक कुरो पो लाग्छ त यो त एकताल भनेको सुन्दैन पो त भयो चल्दै रहेछ एउटा मात्रै चल्दैछ त अन्त पुच्छर हो कि के हो छिटो आइज न यता हिँड्न सो गाइस अहिले त्यो पुरा फुस्केर आउँछ सो गाइस अब चाहिँ म गएको घर होइन यो चाहिँ अब तात्तिएर होला पुरा चल्दैछ यो चाहिँ होइन अब चाहिँ म गएको घर आपाले चाहिँ मलाई कराएको कराएछ साँप चाहिँ ओ पर आपा उता जानुभयो घाँस काट्नु हो साँप चाहिँ यहाँनिर कहाँ भनिन्छ नि यहाँनिर यो टिन भएकोमा चाहिँ छ साँप चाहिँ अनि म चाहिँ अब यताबाट गएको यताबाट रोडबाट भएर जाउँ भनेको थिएँ कि जान्दिनँ अलिक पर पुगेर ओह्रालो जानुपर्छ नि त पर पुग्दाखेरि त म तल घर पुगिसकेको हुन्छु होइन यहाँनिर अस्ति खनेको रोड चाहिँ यो मुनि मुनि हो यता खनेको थियो नि त अन्त चाहिँ ढुङ्गा पल्टेर चाहिँ गाईलाई लागेको थियो होइन अब चाहिँ म गएको तपाईँहरूले देख्नु भइहाल्यो होला साँप चाहिँ कस्तो डरलाग्दो यस्तो साँप चाहिँ मैले तर कहिले देखेको थिइनँ हो आजै हो देखेको फर्स्ट टाइम जिरिङ जिरिङ मलाई चाहिँ पुरा जिरिङ जिरिङ भइरहेछ सो गाइस बाई बाई म चाहिँ ओह्रालो जानुपर्छ यस्तो आपाले मलाई कराउनु हुँदैछ हेर्दै जा है आउँला नि फेरि भन्नु हुँदैछ आपाले मलाई यहाँनिर चाहिँ यता चाहिँ पुरा यो पक्रिँदै हिँड्नुपर्छ एकखेप सुल्क्यो भने चाहिँ तल पुग्छु म चिप्ल्यो भने चाहिँ पानी परेर पुरा उयो भइरहेछ चिप्लो प्लस यहाँनिर पुरा उयोहरू रहेछ हौ रोडाहरू भएको रहेछ कि अन्त चाहिँ बिस्तारै जानुपर्छ यहाँ तल जानुपर्छ ऊ तल घर चाहिँ देख्दैछ ब्लू कलरको छाना भएको सो गाइज बाई थ्याङ्क यू फर वाचिङ तपाईँहरूलाई कस्तो लाग्यो होइन कस्तो फिल भयो त्यो देखेर भन्नुहोस् होला सो बाई थ्याङ्क यू फर वाचिङ